हेलो एभ्रिवान नमस्ते। मैले अहिले बनाउँदैछु डोनट। डोनटलाई आवश्यक पर्ने इन्ग्रिडियन्टलाई मेजर गरिसकेपछि मैले मेसिनमा राखेको छु। मेसिनमा राखेको केही समयमा हाम्रो डो रेडी भयो। रेडी भएको डोलाई केही समय रेस्ट दिइसकेपछि मैले रोलर पिनको सहायताले यसलाई बिस्तारै सिट गर्दैछु र सिट गरिसकेपछि डोनट कटर या मसँग डोनट कटर नभएको हुनाले मैले चाहिँ कुकी कटरले यसलाई सानो सानो साइजमा काटिरहेको छु र मलाई सानो साइजको डोनट नै चाहिएको थियो। ब्रेकफास्टको लागि चाहिँ यतिको साइजको डोनट चाहिँ पर्फेक्ट हुन्छ, त्यसैले मैले सधैँ ब्रेकफास्टको लागि यही साइजको डोनट बनाउने गर्छु। डोनटलाई काटेर रेडी भइसकेपछि प्रुफिङका लागि ट्रेमा राखेर 30 मिनट जति हामीले यसलाई चाहिँ प्रुफिङ गर्नुपर्ने हुन्छ। डोनट राम्रोसँग प्रुफिङ भइसकेको छ र प्रुफिङ भएको डोनटलाई मैले फ्राई गर्दैछु। फ्राई गर्दाखेरि चाहिँ हामीले जुन प्रुफिङ गरेको ट्रे हुन्छ त्यहाँबाट डोनट उठाउँदाखेरि एकदम बिस्तारै उठाउनु पर्ने हुन्छ, किनकि प्रुफिङ भएको डोनटलाई फ्राई गर्दा हामीले जोडले प्रेस गर्यो भने डोनटको साइज बिग्रिन सक्छ या डोनट बस्न सक्छ, त्यसैले हामीले यसलाई बिस्तारै समात्नु पर्ने हुन्छ। डोनट राम्रोसँग फ्राई हुँदैछ र एक साइडमा पाकिसकेपछि हामीले अर्को साइडमा पकाउनको लागि यसलाई बिस्तारै यसरी नै फर्काउनु पर्ने हुन्छ। हेर्नुहोस् मैले कसरी फर्काउँदैछु, हो यसरी नै बिस्तारै बिस्तारै। यसलाई धेरै हामीले जोडले फर्काए पनि त्यहाँ दाग लाग्न सक्छ, त्यसैले सिकको सहायताले बिस्तारै यसलाई चाहिँ हामी यसरी फर्काउँछौँ। वाह, लुक्स हेर्नुहोस् त कति राम्रो देखिएको छ है। फाइनली डोनट खानाका लागि रेडी भइसकेको छ र यसलाई हामीले विभिन्न तरिकाले खान सक्छौँ। चकलेट, क्रिम, सुगर या विभिन्न फिलिङहरू राखेर यसलाई हामी खान सक्छौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हस्त, धन्यवाद।